Hi students, today I am going to teach you about Fajans rule, which is also known as Fajans rule of covalency. Basically, it tells about the covalent character in an ionic molecule. यसले कुनै पनि आयनिक कम्पाउन्ड वा मोलिक्युलहरुमा कति कोभ्यालेन्ट क्यारेक्टरहरु छन् भन्ने कुरा चाहिँ भन्ने गर्छ. Before starting our topic Fajans rule, you should know about some terms like polarization, polarizing power and polarizability. So let's start from the polarization of ions. In the formation of an ionic molecule, when two oppositely charged ions, that is cations and anions, of the ionic molecule come closer to each other, the cations attracts the electron charge cloud of the outermost shell of the anion towards itself, and hence the symmetrical shape of the anion get deformed or distorted or polarized. Polarization भनेको कुनै पनि आयनिक मोलिक्युलहरुमा दुईवटा अपोजिटली चार्ज आयन्सहरु, that is क्याटायन्स र एनायन्सहरु नजिकमा आउँदाखेरि क्याटायनले चाहिँ एनायनको आउटरमोस्ट सेलमा भएको इलेक्ट्रोन चार्ज क्लोडलाई आफूतिर तान्छ र सिमेट्रिकल सेप र एनायनको सिमेट्रिकल सेप चाहिँ डिफर्म्ड हुन्छ, जसलाई नै polarization of ions भनिन्छ. Or simply we also state it as the phenomenon in which the symmetrical shape of the anions gets deformed by the approach of the cation closer to it is called polarization of the anion. जब क्याटायनलाई चाहिँ एनायनको नजिकमा लाँदाखेरि एनायनको सिमेट्रिकल सेप चाहिँ डिफर्म्ड हुन्छ, जसलाई नै पोलराइजेसन अफ द एनायन भनिन्छ. फर एक्जाम्पल, लेट अस टेक compound of lithium iodide. In lithium iodide compound, lithium ion and iodide ion when come closer, then the symmetrical shape of the iodide ion gets deformed. जब लिथियम आयनलाई चाहिँ आयोडाइड आयनको नजिकमा लाँदाखेरि आयनले चाहिँ आयोडाइड आयनको आउटरमोस्ट सेलमा भएको इलेक्ट्रोन चार्ज क्लोडलाई आफूतिर तान्ने गर्छ र जसले गर्दा लिथियम आयोडाइडको सिमेट्रिकल सेप चाहिँ डिफर्म्ड भएर जान्छ, जसलाई नै पोलराइजेसन भनिन्छ. The ability of a cation to polarize an ion is called its polarizing power. क्याटायनले एनायनलाई पोलराइज गर्न सक्ने एबिलिटीलाई नै पोलराइजिङ पावर भनिन्छ. Next, polarizability. The tendency of an ion to get polarized by a cation is called its polarizability. Polarizability भनेको कुनै पनि एनायन चाहिँ डिफर्म्ड हुने वा पोलराइज्ड हुने टेन्डेन्सीलाई नै पोलराइजेबिलिटी भनिन्छ. The greater is the polarization, the higher is covalent character. जति धेरै पोलराइजेसन हुन्छ कुनै पनि कम्पाउन्डमा त्यति धेरै कोभ्यालेन्ट क्यारेक्टर हुन्छ. High polarizing power of a cation and high polarizability of anion favor covalent character in ionic compound. क्याटायनको चाहिँ पोलराइजेसन पावर र एनायनको पोलराइजेबिलिटी जति धेरै हुन्छ त्यति नै कोभ्यालेन्ट क्यारेक्टर चाहिँ बढी हुन्छ कुनै पनि आयनिक कम्पाउन्डमा. लेट्स स्टार्ट
Fuzon's rule. According to Fuzon, chemical bonds have partial ionic or partial covalent properties. फजनको अनुसार फजनले चाहिँ के भन्यो भन्दाखेरि कुनै पनि केमिकल बन्डमा पार्शियल आयोनिक वा पार्शियल कोभ्यालेन्ट प्रोपर्टिजहरू हुन्छन्. नो बन्ड इज प्योरली आयोनिक और कोभ्यालेन्ट ड्यू टु पोलराइजेसन. कुनै पनि केमिकल बन्डहरू प्योरली आयोनिक वा प्योरली कोभ्यालेन्ट चाहिँ हुँदैन ड्यू टु पोलराइजेसन. Therefore, the factors on which the covalent and electrovalent properties of a chemical bond depend are called Fuzon's rule. कुनै पनि बन्डमा भएको कोभ्यालेन्ट र इलेक्ट्रोभ्यालेन्ट प्रोपर्टिजहरू कुन कुन फ्याक्टरमा डिपेन्ड गर्छन् र त्यसलाई नै Fuzon's rule भनिन्छ. The factors relating to polarization are as follows. Number 1. Small cations favors covalency. That is, the cation should be small in size. जति सानो क्याटायन हुन्छ त्यति नै त्यसले कोभ्यालेन्सीलाई फेभर गर्छ. Smaller is the cation in its size, greater is its polarizing power, and hence greater is the amount of covalent character in an ionic bond. जति सानो क्याटायनको साइज भयो त्यति नै उसको पोलराइजिङ पावर बढी हुन्छ र जसले गर्दा कोभ्यालेन्ट क्यारेक्टर पनि बढी नै हुन्छ कुनै पनि आयोनिक बन्डमा. साइज अफ क्याटायन इज इन्भर्सली प्रोपोर्सनल टु पोलराइजिङ पावर. जति सानो साइज भयो त्यति नै पोलराइजिङ पावर बढ्छ. फर इक्जाम्पल, लिथियम क्लोराइड, सोडियम क्लोराइड, पोटासियम क्लोराइड, रुबिडियम क्लोराइड, सिजियम क्लोराइड यिनीहरूमा सबमा भएको क्याटायनको +1 चार्ज छ. चार्ज चाहिँ सेम छ तर यिनीहरूको साइज भनेको चाहिँ बढ्दै गएको छ. लिथियम भन्दा सोडियमको साइज ठुलो छ, सोडियम भन्दा पोटासियमको साइज ठुलो छ, पोटासियम भन्दा रुबिडियमको साइज ठुलो छ, रुबिडियम भन्दा सिजियमको साइज ठुलो छ. साइज ठुलो भयो र उसको यिनीहरूको पोलराइजिङ पावर घट्दै गयो. लिथियमको सबैभन्दा सानो साइज भएको कारणले पोलराइजिङ पावर चाहिँ हाई हुने भयो. पोलराइजिङ पावर हाई हुने भएपछि कोभ्यालेन्ट क्यारेक्टर पनि यो कम्पाउन्डमा नै धेरै भयो. लिथियम क्लोराइडमै सबैभन्दा बढी कोभ्यालेन्ट क्यारेक्टर हुने भयो. सो एमोङ दिज कम्पाउन्ड lithium chloride is the most covalent compound. Number 2. Large anion favors covalency. That is, the anion should be large in size. जति ठुलो anion भयो त्यति नै कोभ्यालेन्सीलाई फेभर गर्छ. Size of anion is directly proportional to polarizability. जति ठुलो साइज भयो त्यति नै पोलराइजेबिलिटी हाई हुने भयो र पोलराइजेबिलिटी हाई हुनु भनेको कोभ्यालेन्ट क्यारेक्टर पनि हाई हुनु हो. फर इक्जाम्पल, HF, HCl, HBr, HI यिनीहरूमा भएको एनायन भनेको F- Cl- Br- I-. जति यता यिनीहरूको साइज चाहिँ बढ्दै गयो, जति यता गयो साइज बढ्दै गयो, साइज इन्क्रिजेज र साइज इन्क्रिज हुनु भनेको पोलराइजेबिलिटी पनि इन्क्रिज हुनु हो र पोलराइजेबिलिटी इन्क्रिज हुनु भनेको कोभ्यालेन्ट क्यारेक्टर पनि इन्क्रिज हुनु हो. नम्बर 3. हाई चार्ज अन क्याटायन फेभर्स कोभ्यालेन्सी. द्याट इज, द क्याटायन सुड ह्याभ हाई पोजिटिभ चार्ज अन इट. जति धेरै चार्ज क्याटायनमा भयो उति नै कोभ्यालेन्सीलाई फेभर गर्ने गर्छ. Higher is the positive charge on the cation in a given ionic molecule, higher will be its polarizing power, and hence greater will be the magnitude of a covalent character produced in the ionic compound. जति धेरै क्याटायनको चार्ज हुन्छ त्यति नै यसको पोलराइजिङ पावर पनि हाई हुन्छ र जसले गर्दा कोभ्यालेन्ट क्यारेक्टर पनि उति नै हुन्छ कुनै पनि आयोनिक बोन्डमा.
Magnitude of positive charge on cation is directly proportional to polarizing power and which is also directly proportional to covalent character. जति धेरै पोजिटिभ चार्ज भयो उति नै पोलराइजिङ पावर पनि बढ्ने भयो र पोलराइजिङ पावर बढ्नु भनेको कोभ्यालेन्ट क्यारेक्टर पनि बढ्नु हो। फर इक्जाम्पल NaCl AlCl3 MgCl2 यी कम्पाउन्डहरुमा भएका क्याटायन भनेको Na+ Mg2+ र Al3+ हुन्छन्। यसमा Na मा चाहिँ +1 चार्ज छ, म्याग्नेसियममा Na मा चाहिँ +1 चार्ज छ, Mg मा +2 चार्ज छ र Al मा चाहिँ +3 चार्ज छ। चार्ज बढ्दै गएको छ र चार्ज बढ्दै जानु भनेको पोलराइजेसन पावर पनि बढ्दै जानु हो र पोलराइजेसन पावर बढ्नु भनेको कोभ्यालेन्ट क्यारेक्टर पनि बढ्दै जानु हो। नम्बर 4 हायर चार्ज अन क्याटायन favors covalency, that is the anion should have high negative charge on it. यसमा पनि एनायनमा जति धेरै चार्ज हुन्छ, एनायनमा जति धेरै चार्ज भयो उति नै कोभ्यालेन्सीलाई फेभर गर्ने गर्छ। फर इक्जाम्पल CH4 NH3 H2O HF यी कम्पाउन्डहरुमा भएको एनायन को चार्ज भनेको C को चार्ज -4, N को चार्ज -3, O को चार्ज -2, F को चार्ज -1। जति यता गयो त्यति नै चार्ज चाहिँ बढ्दै गयो। चार्ज बढ्नु भनेको पोलराइजेबिलिटी इन्क्रिज हुनु हो र पोलराइजेबिलिटी इन्क्रिज हुनु भनेको कोभ्यालेन्ट क्यारेक्टरलाई चाहिँ फेभर गर्ने गर्छ। नम्बर 5 cations having pseudo-novel gas configuration favors covalency, that is the cation should have NH2p6D10 configuration. pseudo-novel gas configuration भनेको NH2p6D10 configuration हो। कुनै पनि आयनिक मोलिक्युलमा भएको क्याटायनको इलेक्ट्रोनिक कन्फिगरेसन NH2p6D10 भयो भने त्यसले चाहिँ हाई कोभ्यालेन्सीलाई फेभर गर्छ। Cations having NH2p6D10 configuration has greater polarizing power than the cations having NH2p6 configuration. कुनै पनि क्याटायनमा NH2p6D10 configuration छ भने त्यसको चाहिँ पोलराइजिङ पावर पनि हाई हुन्छ than the cations having this electronic configuration. For example, CuCl and NaCl. In CuCl compound, Cu+ is cation and the electronic configuration of Cu+ is this, and in NaCl, Na+ is cation and the outer electronic configuration of Na+ is this. So Cu+ has pseudo-noble gas configuration, greater polarizing power, so more covalent character is formed in CuCl compound. So CuCl compound is covalent while NaCl is ionic. Thanks for watching.